गाउँ सुनाउ न यार धेरै दिन भइसक्यो भिडियोमा आएर गाऊ भिडियोमा आएर हुन्छ या सधैँ रमाउने गर्छु अन्धकारको छामा एक्लै बसी देख्दैछु सपना आफ्नो शरीरमा लागेको फाँसी ढोकास बन्द अन्धकार सुनसान आँखा चिम्म म मरेको होइन रुनु नपार्नु कहिले मन खिन्न गीतै गीतको संसार अपरिचित सबैजना विश्वास नगर्नु कहिले पल्केका छन् खुसी खान सुखमा सधैँ दुःख पर्दा साथमा कोही नै हुन्नन् सत्य बोल्दैछु झुटो बयान मैले गरेको छैन सानैदेखि म एक्लै अहिले नि कोही साथमा छैन दुखीको जीवनमा सुखको कहिले बास हुँदैन आँसु हुँदैन साथ हुँदैन मर्दा पर्दा कोही रुँदैन ठेस खाए जीवनमा लड्दा समाउने कुनै हात हुँदैन कमलो मेरो मन सानो कुराले नि चित्त दुख्छ थाहा छैन वर्तमान भविष्यमा के गर्ने सोच्छ रोगी छु भित्रैबाट लुकाउँछु तर हाँसिरहेछु खोक्रो भइसक्यो जीवन सुखको आसमा जीवनमा भइरहेछ भुल बढी सकुशल जीवन मेरो ओइलिँदैछ फुल सरी मर्दैछु आफैमा तर हार पनि मैले खाएको होइन माफ गर्नु आमा बा तपाईँको राम्रो छोरा भइन प्यारो छोरा थिए म नालायक भई बिग्रिँदैछु सङ्गत त्यस्तैको नराम्रो गर्दै म हिँड्दिँदैछु कुलतको बानी लफ्ता गर्दै हरेक टोलभरि खान नपाउँदा शरीर काम्चो जम्छ रगत पनि यथार्थ कुरा पिन्जडाको पन्छी चाहिँ हुँदैछु ठुलो भइसकी आफ्नो जिम्मेवारीलाई भुल्दैछु सोध्दैछु प्रश्न आफैलाई के भएको मलाई भनी थाहा छैन भएको के तर आफैमा म मर्दैछु नि नालायक रहेछु सबको नजरमा म पापी पनि कसम नि खाएको थिएँ तर भित्री बिग्रिछु नि अब के गर्छु मर्छु लड्छु तर सुध्रिनेछु भनेर हिँडे अब के गर्ने सोध्दैछु म प्रश्न आफैलाई यहाँ यत्रो भइसके प्रगतिको नाममा केही नि छैन म आफै आएको होइन जिम्मेवारीलाई पछ्याउँदै हरेस खाएको छु तर तिम्रो छोरा दोषी होइन बिहानीको किरण चाहिँ झुल्किनु छ सबको सामु गर्नु छ राम्रो काम घमण्ड छैन मरि लानु गल्तीलाई सुधार्दै खोज्दैछु एक्लै अघि जानु लडै नि उठ्छु तर झुक्दिन कसैको सामु जस्तो म पहिला थिएँ अहिले कसम त्यस्तो छुइन आफ्नै कारणले एक्लो भएको छु तर दुखी छुइन म एक्लो हुनुमा कसैलाई पनि दोष दिँदिन बिग्रेको आफै हुँ घमण्ड कस्तम देखा होइन सँगैको साथी पनि राम्रै काममा लागिरहेछन् अन्यथा नसोची आफ्नै काममा उभागिरहेछन् म भने सर्दैछु मर्दैछु त्यही कुठामा बसी जो सागर छैन जिउमा आज आफ्नै बारी सोच्दा आँखाबाट आँसु खस्छ जुनेली रातमा साथमा चुरोट बाली बस्न मन छ चम्किला तारा टुटे सरी मलाई झर्न मन छ चरित्र हेरी आफ्नो बयान आफै गर्न मन छ चल्दै त थियो जीवन सबको अघि हारे पनि बाँच्न सिकाथे खुसी हुँदै सबलाई छाडेपछि हिँड्न खोज्दै थिए सपना पछ्याउँदै पुरा गर्न भारी बोक्या छु दुःखको बिसाउन जीवन के हो म प्रश्न गर्छु उत्तर पाएको छैन जे सोच्छौ तिमीले मलाई म त्यो टाइपको नै छैन सधैँ साथ दिन्छु भन्ने मान्छे कोही नै साथमा भएन आज एक्लो बस्दा रमाउँछु दुःखलाई साट्ने छैन यो संसारको जन्जालमा धेरै फसिसके आफ्नाले साथ दिन्छु भन्दै धेरै चोटि ठगे फसे म सबको भ्रममा मनमा पस्न सके छैन म खुसी साट्न आएको साथी खराब नियत होइन के सोचे थिए जीवन आज तर के भइरहेछ मेराती जिग्री मिल्ने साथीहरू कुन्नी कहाँ छ थाहा छैन केही आज एक्लो बस्दा औडा लाग्छ बौला भाछु म भाग्य लेख्नेसँग भेट्ने मन छ उमेरले 23 तर केही नि गर्न सकेको छैन दुःखको भारी बोकी बिसाउने ठाउँ पाएको छैन आएको होइन म नराम्रो गर्न त सुक्नै छैन सबलाई माया बाँड्दा बाँड्दा आज कसम एक्लै भइ म धेरै गरे पाप पुण्य अब लाग्छु धर्मतिर सर्म गर्ने कामदेखि टाढा भाछु मर्म चिन्ह गर्व हुने कामदेखि नाम फेरि सके आज लाजकै छैन जीवन भाषे एउटा जिउँदो लाग्छ सबैको आँसु पुछे आफै आँसुमा रुचे देखाउँदै झुटो हाँसु सबको अघि खुसी हुन्थे ख्यालठट्टा गरे जीवन भाषे आज लाज सरी चित्त बुझाउँदै हिँड्छु लाग्दैन खोइ लाज पनि हारेको छु जीवनमा धेरै चोटि चोट खाछु त्यही चोटको कारणले गर्दामा आज भोकमा छु कतिलाई औषधि त कतिलाई म रोग भाछु त्यही रोग बल्झेर होमा आज निकै डोब भाछु बुझेनन् कसैले यो मनभित्रको पीडा मेरो साथ खोज्दा हात होइन दिए सधैँ घिडा बरु थाहा छैन कसरी र कसलाई पुगो पीडाहरू अनौठो लाग्छ सपना कसरी म पुरा गर्नु ओए कसम लभ यू मिक्स अ लट क्या कसम यार मन खुसी क्या मा कसम हट बगाल दियो भाइले लाग्छ हट कुलबदा आए कसम 3 वर्षदेखिको प्रयास हो क्या सानोतिनो होइन नि थ्याङ्क यू सो मच है म सर्दा यार एकदम माया यार दादा यार एक वचनमा मलाई लग्नु भयो यार कतिले कति प्रयास गरेँ यहाँ लान्छु होइन मैले सकेको थिएन यहाँ भगवानले के भन्नु यार भगवानले यार यस्तो दामी प्लेटफर्म दियो एउटा टिकटक बनाइदियो भगवानले मान्छेहरू बनाइदियो भगवानले मान्छेहरू चिनाइदियो भगवानले भनौँ न एउटा
एउटा ग्रुप बनाइदियो, एउटा ठाउँ बनाइदियो जहाँ आएर म रेन्डम मान्छेहरूसँग जोइन हुन पाउँछु, म नयाँ मान्छेसँग जोइन हुन पाउँछु। नयाँ मान्छेहरूले चाहिँ आएर यस्तो बवाल पर्फर्मेन्स गरिदिन्छन्, यस्तो दामी आफ्नो कुराहरू देखाइदिन्छन्। के जरुरत छ कुल भएको यार यस्तो ट्यालेन्टलाई यार। ओ माई गड दिपेश, साँच्चीकै भने दिल खुस गर्थ्यो भाइ। म कसम खाएर भन्दैछु, म मम्मी आइसकेको छ, म कसम खाएर भन्दैछु म यार 2-3 चोटि यार काँडामा उम्रियो यार। मा साँच्चीकै भने यार भाइ। दाइ मेरो म एकचोटि उता म सुन्नु नि दादा एकचोटि ल, सरी है म रवि दाईको पनि एकचोटि गएको थिएँ नि त पहिला। अनि जाने दिनै दाइले मेरो एउटा गाना ठ्याक्कै त्यही दिनै रिलिज गरिदिनु भएको कि त्यही दिनै भन्नाले उहाँले स्पोन्सर गरेर मेरो गाना युट्युबमा नि निकालिदिनु भएको छ कि रविचरण ठकुर दाइले। अनि मैले त्यो गाना चाहिँ हजुर मार्फत गर्ने भनेको, दाइबाट यताउता केही मिलेन, अब यस्तो हुन्छ नि त। तर कसम यहाँ धेरै दुःख गरेर यहाँ चाहिँ अहिले चाहिँ कसम दाइलाई चाहिँ यहाँ हाम्रो छेत्री दाइ चाहिँ कसम यार रुन मन लाग्यो यार कुनै दा यार। साँच्चीकै भने यार म अति नै के यार अति। अरू केही छ वान मोर के कुराहरू छ होइन? अझै मान्छेहरू अडियन्स एकदमै हङ्ग्री भयो कि म भन्दा पनि अडियन्स भाइसँग नहुने कुरा हुन्छ त क्रेजी भयो कि मेरो भाइ राजा। म साँच्चीकै भनेको मलाई तिमीले होइन अमेज गराइदियो के साँच्चीकै नै भनेको। नेक्स्ट लेभल नेक्स्ट लेभल के साँच्चीकै भन्नु म यति ट्यालेन्टेड यस्तो